क्षेत्र नम्बर 5 मा बालेन नामको एउटा शैतान, एउटा दलाल, विदेशीको एजेन्ट, परिचालित पात्र जसले त्यत्रा बालबालिकाहरूलाई चाहिँ मारेको अवस्था छ, उक्साको अवस्था छ। त्यत्रो काठमाडौँमा सिंहदरबार लगायत घरहरू जल्दा, संसद जल्दा एउटा दमकल पनि पठाउन नसक्ने बालेन नामको रोगलाई, यो क्यान्सरलाई, यो वैजारुलाई अब हामी झापाको क्षेत्र नम्बर 5 बाट जरैसँग उखेल्छौँ। बालेन भनेको यस्तो अलाच्छिनी मान्छे रहेछ। यो मेयर भएदेखि सारा काठमाडौँ जलो, सिंहदरबार जलो, संसद जलो, अब झापा जलाउन आएको छ। त्यस कारणले यो अलाच्छिनी नै भन्छु म। यो मूल परेर जन्मेको रहेछ बालेन। त्यस कारणले यस्ता अलाच्छिनीहरू, यो क्यान्सर, यो मुलुकको क्यान्सर हो। त्यस कारणले मुलुकलाई चाहिँ जुन नेकपा एमाले समृद्ध नेपाल र सुखी नेपालीको अभियान लिएको छ, यो अभियानलाई पूरा गर्न र चुनाव पछि पनि हामी नेपालकै नागरिक हुनु, नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्नुहोस्। विशेष गरी झापा क्षेत्र नम्बर 5 का जनताले, मतदाताले सूर्यमा मतदान नगर्नु भनेको के हो भने यो देशलाई चाहिँ शैतानहरू, यो आतंककारीहरू, विध्वंसकारीहरूलाई बुझाउनुहोस्। त्यस कारणले मैले भन्न खोजेको केपी शर्मा ओली विजय भइसक्नु भएको छ। सुबिता गौतमलाई